हाई गाइज नमस्ते गुड मर्निङ के छ सबै सन्चै हुनुहुन्छ हजुरहरू तपाईँहरूलाई स्वागत छ माया अनन्त ब्लगमा आज चाहिँ यसो न साँझ सल्लाह भयो अनि अङ्कल अनि म भाइ होइन म पिज्जा खानुपर्छ भनेर प्लान भयो अनि ट्याक्क साँझ तिनै बाउसुरा होइन जाँदैछौँ अनि आज भैँस अब गर्दैछौँ किनकि बाइकमा जाँदा हावा हुन्छ नि त त्यही भएर हावा अलिक डिस्टर्ब हुन्छ भनेर भैँस अबर गर्दैछौँ अनि कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला अनि बनिरहनु होला अस्ति गरी रोयल क्याफे अघि देखाउँछु भनेको थिएँ हजुरहरूलाई यही नै हो अनि सबै अर्डरहरू गयौँ होइन अनि त्यसपछि बाउसुरा पुरै ट्रेनिङ गर्दैछन् बक्सिङ म्याच न कस्तो भइरहन्छ र भनेर चेक पानी ल्याइदिनु भयो अनि पानी सानी हाल्दै हुनुहुन्छ अङ्कलले अनि ट्याक्क पानी आयो होइन त्यसपछि भाइको अप खाँदैछ होइन त्यसपछि अनि अङ्कल हाल्दै हुनुहुन्छ अनि त्यसपछि डियो पनि आयो डियो खाँदै अनि फाइनली पिज्जा पनि पुग्यो अनि पिज्जा पनि यस्तो छ अनि तपाईँहरूलाई देखाएको दृश्य कस्तो छ ल कमेन्ट पनि गर्नु होला पिज्जा खाने तयारी खाँदैछौँ बाउसुराको खाँदै गरेको अवस्था ल हेर्नुहोस् तपाईँहरू फाइनली पिज्जा पनि खाइसक्यो अनि त्यसपछि पिज्जा खाइसकेपछि यसो पोजहरू खिच्नु पऱ्यो भनेर ल पोज खिचेछौँ अनि छोराको कस्तो छ थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा सबैजनालाई होइन अनि हजुरहरूलाई मन पऱ्यो भने यदि हजुरहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गर्नु होला होइन अनि सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई आजलाई यति नै भयो अर्को ब्लगमा भेटौँ ल होइन ल